सम्पन्नमा नमस्कार है। आज बिहान नेपालको यात्रा थियो गाइस। इमेलिया दाङको लागि हामी घोराइको लागि जाँदैथ्यौँ। यहाँ इमेलिया भन्ने ठाउँमा चाहिँ छोरासँग यति बेला थोडा टेन्सन पऱ्यो। टेन्सन कसरी पऱ्यो भने आफ्नो गाडी चाहिँ हिँडेर खडा छ। यसको चाहिँ थोडा खराबी आएको हुनाले एउटा मोटर मेकानिक रहेछ। के भन्छ यो एसएल हापा मोटरसाइकल बिहानै चाहिँ क्लच प्लेट गयो। के भयो गाडीको थोडा खराबी आएको हुनाले गाडी यहाँ खडा छ। थोडा परेसानी भयो गाडी तपाईँहरूलाई यो देखाउनु लागेको। चेक पोस्ट छ भने यहाँ तपाईँहरूको चेक पोस्ट सानो किराना पसल छ। त्यहाँनिर नास्ता गरौँ। कस्तो हुनुहुन्छ, कहाँ हुनुहुन्छ, कहाँ के गर्दै हुनुहुन्छ तपाईँहरू। थोडा गाडी खराब भयो, थोडा टेन्सनमा पर्दो रहेछ। टेन्सन जिन्दाबाद। टेन्सन छोड्नु गोली मार्नुहोस्। अहिले टेन्सन त आउँदै रहन्छ जिन्दगीमा होइन। जब धरतीमा हाँसेरै बिताउने हो दिन भन्न चाहन्छु म सम्पूर्णमा। हेलो गाइस, एउटा चिज देखाउन गइरहेको छु म तपाईँहरूलाई। इमेलियामा एउटा सानो दोकान छ, होटेल छ यहाँनिर। यो होटेलमा तपाईँहरू किराना पसल पनि छ। तपाईँहरू किराना यो चाहिँ किराना पसल हो। किराना पसलको जस्ट होटल पनि छ यहाँनिर। अनि तपाईँहरूले चाहिँ यहाँ होटेलमा चाहिँ नेपालको होटेलमा बेरबार पुगेको देख्नु भयो। यस्तो हुन्छ नेपालमा चाहिँ होटेल सानो व्यवसाय गर्दा पनि बेरबार आफ्नै बोल्नु भएको छैन। कति राम्रो बेरबारहरू छ। इमेलियामा इमी गाडी हेर्नुहोस् त। यहाँ इमीको माथि यो छ, दुईवटा खसी रहेछ। यसरी यो दाङ घोराइ जाँदैछ। इमेलिया इमी गाडी यो दुईवटा। अर्को हाइस हाइवे खसी दाङको लागि